एभ्रिवान, नमस्ते सबैजनालाई। माको किचनमा हजुरहरूलाई धेरै स्वागत छ। आज म हजुरहरू सामु नयाँ रेसिपी लिएर आएको छु। आज मैले हरियो मकैको चटपटे बनाउन गइरहेछु। हजुरहरूले अन्तिमसम्म हेरेर मलाई साथ दिनुहोला। यसको लागि मैले मकै, प्याज, गोलबेरा, गाजर, टनेया, हरियो खोर्सानी र चाउचाउ लिएको छु। साथीहरू, मैले मकै पनि छोराइसकेँ। अब एउटा प्यान बसालेर त्यसमा मकै एड गरिदिन्छु। मैले मकै एड गरिसकेँ। अब यस्तै लो फ्लेममा राखेर बिस्तारै चलाउँदै गर्नुपर्छ र राम्रोसँग फ्राई भइसकेपछि नुन अलिकति राखिदिने। हजुरहरूले स्वादअनुसार नुन राख्न सक्नुहुन्छ। अब यो मकै ब्राउन कलर भइसक्यो। अब म एउटा भाँडामा एड गरिदिन्छु। साथीहरू, अब यो मकैमा अघि काटेर राखेको प्याज, गोलबेरा, गाजर, टनिया, हरियो खोर्सानी एड गर्न गइरहेछु। अब म यसमा नुन, खोर्सानी, जिराको धुलो, बिरे नुन राखिदिन्छु। हजुरहरूले स्वाद अनुसार राख्न सक्नुहुन्छ। अब म यसलाई एकचोटि मजाले चलाइदिन्छु र अनि कागती एड गरिदिन्छु। साथीहरू, मैले यसमा चाउचाउ पनि एड गरिसकेँ र चाउचाउको मसला पनि एड गरेर राम्रोसँग चलाइदिइसकेँ। साथीहरू, यो हरियो मकैको चटपटे रेडी भइसक्यो। हजुरहरूले पनि मकैको सिजनमा यसरी बनाएर खानुहोला। यसरी बनाएको चटपटे एकदम मिठो र टक्क अमिलो पिरो हुन्छ। मेरो त मुखबाट रस नै आइसक्यो। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो? मन पर्यो भने लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला र बेल आइकन पनि थिचिदिनुहोला। हजुरहरू सामु मेरो भिडियो नछुटोस् भनेर थ्याङ्क यू फर वाचिङ।